म हिजो आएको घरमा अलिकति बिमारी भएको थिएँ अनि त्यसै भएर घरमा आएको थिएँ अनि अहिले चाहिँ दबाई सबै खाएर यताउति भएर राम्रो भयो हिजो आइपुगेको यहाँ ए परेले चाहिँ के हो आज यहाँ बर्थडे कसको तेरो कि मेरो मेरो पनि हैन तपाईको पनि हैन बाख्राको बर्थडे हो हो बडा कल भन्दै एक्लै त्यहाँ पनि खाउँछु अनि यही सुस्नु नि किन तँले काटी काटी खाकी सुत्दैछ ए गौरव घरमा बढाल्छु हाम्रो गौरव अब सुत्छ र अलिक राम्रो भयो दबाई सबै खाएर अब 2-4 दिन बसेर जानु पर्यो राम्रो भएर दाइ भएको थियो ए हाम्रो गौरव यहाँ अलिक आँखा देख्न थालेछ त्यही भएर मोबाइल जता लग त्यतै हेर्छ अहिले त्यस्तो भएको छ ए टिली हेर्छ हौ लो भात यो यताउति गएर तताउँदै गएर जाऊ खानुपर्छ बडा खाँदैन बटुका चाहिन्छ कस्ता एक थोपा पनि झर्न दिनुहोस् नि रस जस्ती रस यस्तो त अनि गौरवले पनि अलिक ठुलो भएपछि त बरफ कति खान्छ चक्लेट कति खान्छ यसले घरमा आउँदाखेरि चक्लेट यसले ल्याउनु भन्छ यसले पनि खाँची हेर को रहेछ बाबा बहुत दिन पछाडि देखेँ जस्तो लाग्यो भन्नु होला नि यसले घरि आउँछ फेरि हराउँछ भन्दो हो ए जानु फेरि धुनुपर्छ नि त हुन्छ यार लु जा छिटो गरेर भात तताएर खाने व्यवस्था गर्छ छिटो जा उसलाई खाइसकेको त छिटो हामी ल जा तिमी बढाएर म हलाउँछु यसलाई त म ठिक पारिहाल्छु नि लु अब निदाउनु पर्छ है केटा खुट्टा निक्लेको रहेछ अब चाहिँ निदाउनु पर्छ केटा बुझिस् निदाउनु पर्छ यो खाएर हुँदैन हो र या हात चलाइहाल्छ हौ मुख छोपिहाल्छ यसले एक साल हुन्छ एक सालमा ठुलो हुन्छ खान्छ एक सालमा अस्ति उसले खायो कि खाएन भन्छ कसलाई बोलायो कि हो फोन आएर जा पढे त पढ्छु भनेको होइन त्यो लेख्न दिएको मात्रै लेख्छ अनि त्यहाँबाट छैन अर्थ केही छैन होमवर्क मात्रै गर्छु त्यही पनि केही बुझ्दिनँ पढ्दिनँ चाहिँ छैन लगाएको छैन मोबाइल केही पनि छैन त्यसै हेर्छ ए केही आउँदैन केही आउँदैन मोबाइल भनेपछि त आँखा कत्रो पारेर हेर्छ यसले केही आउँदैन ठुलो भएपछि फेरि आँखा झिमिक गर्छस् फेरि अलि हेरिस् भने बुझिस् मोबाइल भएपछि त्यसरी पो हेर्छ त यसले त